Welcome to day 18 of my 30-day challenge. Hello everyone, it's me Salina Chetri. Welcome back to my new mini vlog. यता चाहिँ मेरो मम्मीले पढ्दै हुनुहुन्छ। मेरो मम्मीको चाहिँ एलबी थर्ड इयरको एक्जाम आइरहेको छ कि, अनि त्यही भएर मम्मीले पढिरहनु भएको थियो। अनि हेर्नु न मेरो मम्मीको ह्यान्डराइटिङ कस्तो राम्रो छ कि, मलाई कस्तो राम्रो लाग्छ कि मम्मीको ह्यान्डराइटिङ चाहिँ। अनि मम्मीले खाना पनि रेडी बनाइसक्नु भएको थियो। अनि मैले चाहिँ खाना खाएँ। खाना खाइसकेपछि मम्मीले यता टिफिन भाइको लागि टिफिन रेडी बनाइदिनु भयो। अनि त्यसपछि चाहिँ मेरो लागि पनि टिफिन रेडी बनाउनु भयो। अनि टिफिनहरू रेडी बनाएर अनि झोलामा हालेर म चाहिँ स्कुल जानको लागि रेडी हुन थालेँ। स्कुल जानको लागि रेडी भएर टिफिन बोकेर बोतल बोकेर म चाहिँ स्कुलको लागि हिँडेँ। अनि बाहिर निस्किँदाखेरि चाहिँ ठुलाबाको हात काटेको थियो नि त अस्ति। अनि त्यसपछि खै कस्तो भएको रहेछ भनेर ठुलाबाको हात हेरेँ, एकदम धेरै नै काटेको छ कि ठुलाबाको हात चाहिँ। अनि म चाहिँ आज हिँड्दै गएको थियौँ कि, अश्विनलाई हाई भन्नु भनेको हाई भनिरहनु भएको थियो। अनि त्यसपछि हामीहरू स्कुलतिर गयौँ। यो चाहिँ स्कुलबाट फर्किँदाखेरिको भिडियो। हामीलाई हामीलाई टप चाहिएको रहेछ, अनि त्यही भएर हामीहरू सामान किन्न गएको थियौँ कि टपहरू किन्न गएको थियौँ। अनि त्यो सामानहरू किनेर हामीहरू चाहिँ हिँड्दै फेरि घरतिर फर्क्यौँ। म्यामले चाहिँ मैले यो किनेँ भनेर देखाउनु भएको छ। अनि फेरि घर जाने बित्तिकै फेरि मेरो तलतिर जाने काम पर्यो। अनि त्यही भएर म चाहिँ तलतिर गएँ। अनि त्यसपछि त्यहाँ जाने बेलामा अँधेरो हुन लागिसकेको थियो कि, 7 बजीतिर गएको थिएँ। अनि फेरि एकदम अँधेरो हुन लागिसकेको थियो। अनि हामीहरू चाहिँ त्यहाँबाट फर्किने बेलामा यहाँ कीर्तनमा गयौँ। एकदम रमाइलो भएको थियो, सबैजना रमाइलो गर्दै नाच्दै गर्नुभएको थियो। अनि यसरी नै हाम्रो दिन बित्यो। म चाहिँ अनि त्यसपछि घर फर्किएँ। थ्याङ्क यू फर वाचिङ।